साथीहरू मेरो चाहिँ इस्कुस यति ठुलो भइसक्यो है। इस्कुस त यति ठुलो भइसक्यो, यसलाई अब झ्याक्रा राखिदिनु पर्छ। इस्कुस लभरहरू मलाई सम्पर्क गर्नु होला। यता चाहिँ बोडी फर्स्ट लटको बोडी चाहिँ यति ठुलो भयो। यता चाहिँ फर्स्ट लटको खुर्सानीहरू अब फुल खेलेर फल्ने बेला भइसक्यो। यो चाहिँ सेकेन्ड लटको हो। यो डल्ले खुर्सानी मल हालिदिएको त हरल बढिसक्यो। यो चाहिँ अस्ति भर्खरै आलु खनेर अनि गाडिदिएको। यताको पुरै आज ठाकेर गाडिदिएको खुर्सानीलाई सिजनको हुने भयो यसपालि त। 4 लट 5 लटका हुने भयो। आलु नउम्रिएर अलिकति बिचमा रोपिदिएको ठुल्ठुला भइसके। अनि यतालाई हेर्नु साथीहरू यस्तो छ है आफ्नो हरियाली रमाइलो साथीहरू।